मलाई कोही चाहिँदैन, मलाई म भए पुग्छ, मसँग पैसा छ, पैसा भएपछि म सबै थोक किन्छु, मलाई सबैले माया गर्छ, यस्ता फ्यामिली, इष्टमित्र भनेको मेरो लागि केही पनि होइन भनेर त्यति धेरै घमण्ड पनि नगर्नुहोस् कि, होइन? कसलाई के थाहा छ र भोलि के हुन्छ भन्ने कुरा होइन र कसैको रिस गरेर कसैसँग जलेर हुने केही पनि होइन कि। त्यसैले जिन्दगी हो, जतिखेर जे पनि हुनसक्छ। फ्यामिली भनेको फ्यामिली हो। आफूलाई जति दुःख सुख जे पर्दा पनि हामीमाथि दौडेर आउने भनेको, हामीलाई सहयोग गर्ने भनेको नि आफ्नो मान्छे हो कि। अरू भनेको त एक दिन हाए भन्ला, 2 दिन हाए भन्ला, त्यसपछि को हो को? जब तपाईँलाई दुःख पर्छ, जब तपाईँलाई पीडा पर्छ नि, त्यतिखेर दौडिने भनेको नि आफन्त हो कि। त्यसैले आफन्तको पनि कदर गर्ने गर्नुहोस्। आफ्नो भनेको आफ्नै हो, पराए भनेको पराए हो। त्यसैले आज मसँग सबै थोक छ, मैले सबै थोक किन्न पाउँछु भनेर पैसाको धाक पनि नलडाउनुहोस्। पैसाले सबै थोक किन्न चाहिँ पाइँदैन ल। मेरो विचार कस्तो लाग्यो कमेन्ट गर्नु ल। अनि मलाई अहिलेसम्म फलो गर्नुभएको छैन भने फलो गर्नु ल।